गैर आवासीय नेपाली सङ्घ फिनल्यान्डको आयोजनामा हेलसिङ्कीमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। हेलसिङ्कीको माउनुलामा आयोजित हेलसिङ्की नगर प्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रममा स्थानीय निकायले प्रदान गर्ने सेवा, परिवर्तित आप्रवासन कानून र विद्यार्थीहरूले सामना गरिरहेका चुनौतीहरू जस्ता विषयमा छलफल भएको थियो। दिउँसो 3 बजेदेखि 5:45 बजेसम्म चलेको उक्त कार्यक्रममा हेलसिङ्की नगरपालिकाले परिवार, बालबालिका, विद्यार्थी, युवा, महिला, बेरोजगार व्यक्ति र उद्यमीहरूलाई प्रदान गर्ने विभिन्न सेवा र अवसरहरूबारे जानकारी गराइएको थियो। व्यापार बिजनेसमा पनि हामीले आफ्नो सक्षमता अगाडि बढाउँदै जानुपर्छ। एउटा सिम्पल एक्जाम्पल दिन्छु। फिनल्यान्डमा जङ्गल धेरै छ। अब अहिले पनि कतै तपाईको चाहिँ मुस्तिका जङ्गलमा छ, तपाईको लिङ्गमबेरीसम्म, तपाईको उता लाप्लानतिर हैन, पोलुका छ, अनेक किसिमका चाहिँ तपाईका मसरुमहरू छन्। धेरै प्रोजेक्ट्सहरू गरेछ हेल्थमा, एजुकेसनमा। हामीले देखिँदैन, हामीले प्रमोट गरिँदैन, त्यो आफ्नै ठाउँमा छ। तर धेरै प्रोजेक्ट्सहरू एनआरएलले नेपालमा गरिरहेको छ क्या। राम्रो पनि युरोप बेस्ड इन्सुरेन्स कम्पनीज चाहिँ हेरेर चाहिँ इन्सुरेन्स गर्न चाहिँ म सबैलाई रिकमेन्ड गर्छु। त्यो चाहिँ सबैले चेक गर्नु होला एकपटक हैन, आइसक्नु भएको किनभने अब जे पनि हुन सक्यो। कार्यक्रममा उपस्थित सहभागीहरूले उठाएका मुख्य समस्यामा आप्रवासन सम्बन्धी समस्या र बेरोजगारी रहेको देखिएको थियो। फर एक्जाम्पल ठाउँ जब कि मेरो 6वटा एक्सपिरियन्स छ भने कुन चाहिँ चाहिने त्यो हालिदिन्छु, कुन चाहिँ अलिक इरिलेभेन्ट जस्तो हुन्छ त्यो हटाइदिन्छु। कार्यक्रमका सहभागीहरूले नेपाली लाइनेनसँग कुरा गर्दै कार्यक्रम अत्यन्तै उपयोगी र जानकारीमूलक रहेको बताए। प्रोग्राम एकदमै इन्फर्मेटिभ थियो, युजफुल खालको प्र्याक्टिकल खालका कुराहरू सुन्न पाइयो। यसको लागि धेरै धेरै धन्यवाद। फिनल्यान्डमा बसोबास गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू र आफूले लिने बेनिफिटहरूका बारेमा धेरै कुराहरू यहाँ नेपाली दाजुभाइ दिदीबहिनीलाई, कतिपय विद्यार्थी भाइ बहिनीहरूलाई सबैलाई बुझ्ने भाषामा, नेपाली भाषामा प्रखर बुझ्ने भाषामा चाहिँ उहाँले चाहिँ यो सचेतकमूलक तरिकाले यहाँको बारेमा बताइदिनु भएको छ। त्यसको लागि चाहिँ विशेष धन्यवाद दिँदै यो कार्यक्रम असाध्यै बृहत र राम्रो देखिएको थियो। म छोटो समय, मेरो समयले अलिकति अभाव भए पनि छोटो समयमा धेरै कुरा, धेरै लाभमूलक कुराहरू चाहिँ मैले सुन्न पाएँ। त्यसको लागि चाहिँ विशेष धन्यवाद दिँदै फेरि पनि नेपाली लाइनेन मिडियालाई पनि धन्यवाद दिन चाहन्छु। आजको जुन कार्यक्रमले समग्र नेपाली मूल करिब अहिलेको अवस्थामा 13,000 भन्दा बढी नेपालीहरूलाई लक्षित गर्न जुन आज कार्यक्रम हो, जुन कार्यक्रमले अत्यन्तै लाभदायक भएको छ नयाँलाई र बसोबास गरेकालाई र हेलसिङ्की सिटीले दिने सेवा सुविधा, यहाँ आउने हर पर्ने प्रत्येक समस्या घडीको लागि उहाँ चाहिँ एउटा पुलको काम गर्नुभएको छ र अपकमिङ दिनमा पनि आगामी दिनहरूमा पनि गर्नुहुनेछ भन्ने एउटा आजको जुन एउटा कार्यक्रमबाट प्रष्ट जानकारी भयो। त्यसको लागि उहाँलाई उच्च सम्मान। आजको प्रोग्राम एकदमै रमाइलो पनि भयो हैन, इन्फर्मेटिभ पनि भयो। धेरै कुराहरू चाहिँ हामीले थाहा पनि पायौँ, नयाँ कुराहरू। अनि लिङ्क्सहरू पनि हाम्रो कृष्ण दाइले चाहिँ प्रोभाइड गर्नुभएको हुनाले चाहिँ पक्कै पनि त्यसले हामी सबैलाई नै सहयोग पनि हुन्छ र इन्फर्मेटिभ नै रह्यो। एकदमै राम्रो भयो। काममा यसो ब्रेक भइहाल्यो कि म त नेपाली लाइनेन पढ्छु, तपाईँ पनि पढ्नुस् है। नेपाली लाइनेन, फिनल्यान्डको नेपाली पत्रिका। नेपाली लाइनेन, फिनल्यान्डको नेपाली पत्रिका, हाम्रो हामी सबैको